Good morning, namaste, and welcome back to my channel. It's Miss Ringlama. सधैँ चाहिँ हजुरलाई वेलकम गर्दैछु नयाँ भिडियोको साथमा अनि यस आजको भिडियो पनि स्टार्ट गर्न गइरहेको छु। आजको भिडियो चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ what I do in my daily life है। डेलीको लाइफको त म देखाउन सक्दिनँ, इट्स क्वाइट इम्पोसिबल, तर जति सक्दो है अब प्रोडक्टिभ डे अनि लाइक मैले गरेको हुन्छ नि एक दुईवटा कामबाट पनि मेरो साथीभाइहरू पनि इन्स्पायर होस्, मोटिभेट होस् भन्ने कुराहरू चाहिँ म देखाउन चाहन्छु र यसै गरी आजको भिडियो स्टार्ट गर्न गइरहेको छु। एन्ड यस अहिलेलाई चाहिँ भने 9:45 अनि मैले मर्निङको कामहरू अलमोस्ट सकिसकेँ, लाइक ब्रेकफास्टहरूदेखि लिएर डिसवासहरू सबै सकिसकेँ र मेरो अहिले चाहिँ मेरो टाइम भएको छ ड्राइभिङ क्लास जाने। सो आई एम गेटिङ रेडी, म त रेडी भइसकेँ आज चाहिँ हल्का। एन्ड फर नाउ मैले हल्का रेडी भयो इन द सेन्स मैले सनस्क्रिम लगाएँ, हल्का लिपस्टिक लगाएँ, आइब्रो केही लगाएन, पेन्सिलहरू केही लगाएन किनभने म ड्राइभिङ क्लास जानुपर्ने हुन्छ अन्त आइ त हाल्छु, तर हल्का ब्लगिङ गर्नुपर्छ भन्दाखेरि चाहिँ लिपस्टिक चाहिँ लगाएँ किनभने लिपस्टिक लगाएन भने चाहिँ लाइक कस्तो भेरी सिम्पल हुन्छ नि अब देखिन्छ, त्यही भएर चाहिँ लिपस्टिक मात्रै लगाएको। सो नेभर माइन्ड। एन्ड यस अब चाहिँ म ड्राइभिङ क्लास जाने र कस्तो के हुन्छ तपाईँहरूसँग सक्दो म देखाउने ट्राई गर्छु। यदि मसँग कसै अब हुन्छ नि बहिनीहरू छ या त कोही छ र भिडियो गरिदिनु सक्यो भने चाहिँ उहाँहरूले भिडियो गरिदिनुहुन्छ अनि यस तपाईँहरूसँग सेयर गर्नेछु है। अनि यो ड्राइभिङ क्लास चाहिँ कसरी अचानकमा भयो भन्ने कुराहरू चाहिँ सायद तपाईँहरूलाई थाहा छ कि छैन। लाइक इन द बिगिनिङ अफ द इयरमा न्यु इयरको ब्लग बनाउँदाखेरि मेरो चाहिँ एउटा रेजुलेसन थियो होइन, तर पनि मैले रेजुलेसन त गरेँ तर मैले बिर्सिसकेको थिएँ क्या, लाइक फेब्रुअरी, मार्च, अप्रिल, मे सबै बिर्सिसकेको थिएँ। अनि सडनमा जुडेको छ भने चाहिँ यस्तो हुँदो रहेछ, मैले बिर्सिसकेको थिएँ होइन। अनि सडनमा मलाई एक प्रकारको क्या कन्फिडेन्ट आयो कि द्याट म ड्राइभिङ गरेँ म सक्छु भन्ने कुराहरू। सो त्यसरी नै सुरु भयो र मैले ड्राइभिङ क्लास पनि जोइन गरेको लगभग 1 महिना भइसकेँ। एन्ड वान मोर 1 महिना आज छ र सो आजदेखि तपाईँहरूसँग के कस्तो हुनेछ तपाईँहरूलाई सेयर गर्नेछु ताकि यो भिडियो तपाईँहरूलाई पनि एकदम युजफुल होस् है। सायद युजफुल त हुनुपर्ने नै हो किनकि इन्फर्मेसन अलिक इन्फर्मेटिभ भिडियो टाइपको हुन्छ किनकि ड्राइभिङ क्लास कहाँ छ र कहाँ जान्छ के जान्छ भन्ने कुराहरू तपाईँसँग सेयर गर्नेछु। सो स्टे ट्युन। आज हल्का मैले हेयर चाहिँ अलिकति अगाडि लिएको बिकज मेरो यो अगाडिको हेयर चाहिँ नि कलरले गर्दाखेरि पुरा ड्यामेज भएको छ कि, त्यही भएर चाहिँ मलाई यस्तो गर्नु मनपर्छ, अलिक बाक्लो भएको भए चाहिँ अब ठिकैको, तर सके के छैन, नेचुरल हो नि त, आर्टिफिसियल होइन नि त है। अब आर्टिफिसियल हमको जस्तो गर्दा पनि हुन्छ सिल्की हुन्छ भन्छ, यो चाहिँ नेचुरल हो, त्यही भएर अलिकति कलरले ड्यामेज भएको छ। आज मैले यस्तो हेयरस्टाइल गरेको नि त, I don't know whether it looks nice or not. हल्का चेन्ज मेरो कपालको यस्तै हुन्छ। And guys, see you in the car. So guys, म चाहिँ गएको है, आइसकेछ। सो म चाहिँ गाडीमा बस्ने आज चाहिँ किन छैन भाबीहरू कहाँ छ पुरा अगाडि
बाटो कुदा ओ परमा पनि कुदाको छ त हैन तर पनि हजुर अलिकति ल स्पीड चेंज हुने बित्तिकै गियर पनि चेन्ज भइहाल्छ स्पीड चेन्ज छ मैले गाडी आयो भने हैन रिभाइज गर्नुपर्छ नि तपाईले जस्तो एउटा यो हुन्छ स्पीड चेन्ज छ त्यो भन्नु नि मसँग स्पीड चेन्ज छ हैन स्पीड चेन्ज लो भयो भने गियर पनि लो स्पीड आयो भने गियर पनि हाई मतलब कतिमा जान्छ अब तपाईँ स्पीड बढ्यो त्यो गियर बढ्यो हुन्छ बढ्यो भने सबसे लो चाहिँ 1 है 1 अनि याद गर्नु स्पीड चेन्ज भयो भने अलिकति स्पीड बढ्यो गियर चेन्ज भयो ल स्पीड चेन्ज भयो भने अलिकति स्पीड लो भयो गियर चेन्ज भयो ल पहिले घुमाउनु पर्छ नि त चल्यो त जाउँ नि त चल्नुसम्म मात्रै त छ मतलब
यहाँ क्लच मात्रै छोड्छ क्लच मात्रै आराम यही त स्टेप याद गर्नु छ तपाईँलाई याद गर्नु त्यो त दिँदै थियो छुको क्लच छोड्नु मिन्स न होल्ड गर्छ न के गर्छ छोड्नु मिन्स के हो नेपालीमा छोडिदिनु पऱ्यो एक्सिलेटर छोड्नु मिन्स छोडिदिनु पऱ्यो न छोडिदिनु भन्यो अनि छोड्नु मिन्स कि पुरा छोडिदिनु मैले पक्रिराख्नु पर्दैन आफ्नो साइडमा आएको हिँड्नु होइन स्लो गर्दै क्लच त पक्रिन्छ नि अनि क्लच पनि नपक्रेर पहिला एक्सिलेटर किन लाग्यो खालि क्लच मात्रै बिस्तारै छोड्नु होइन क्लच मात्रै बिस्तारै छोड्नु क्लच मात्रै बिस्तारै छोड्नु बिस्तारै क्लच पुरा बिस्तारै हो भयो त त्यही त करेक्सन गर्नु छ नि त हाम्रो त्यही त करेक्सन गर्छ मलाई अब प्रपर करेक्सन हुँदैछ होइन मैले बम्परमा अस्तितिर यो गर्थ्यो अहिले अलिकति स्लो करेक्सन गर्दै गर्दै जाँदैछ बिचरा नआउँछ जानेछ नयाँ त जाँदैछ चाहिँ मैले पक्रेँ यो एक्सिलेटर पनि तपाईँ थिचिरहेको Hospital यहाँ आइपुग्यो हो यो चाहिँ हाम्रो लाइक टिके सिंह मोटर ट्रेनिङ सेन्टर ट्रेनिङ यहाँ भएर हुन्छ हामी आइपुग्यो जिएसटी मोड मैले बङ्गला बारेबाट कुरा बहिनी पनि यहाँ हाम्रो ट्रेनर भाइ चाहिँ हामी 3 जना छ दिदी पनि नयाँ हो यहाँ बहिनी पनि नयाँ है हजुर नयाँ होइन 1 week त भयो बहिनी पनि भयो नयाँ 1 week त हामी चाहिँ बासाखाको हाइवेमा आएको छौँ नि त एकजना दिदी यसो बुझाउँदैछ होइन आधी छोड्नु अब बिस्तारै गर्दै छोड्नु पुरा बिस्तारै हल्का चाहिँ अलिकति हाइट मुझे हाइट चाहिए हाइट अब चाहिँ बहिनीको पालो त बाहिर निस्किनै पर्दैन भित्रैबाट सिफ्टिङ को हो
हो दादा हो के गर्नु जाउँ नि छिटो न यो मैले यो भन्नु नआएर के ह्यान्ड ब्रेक भन्नु नआएर यो भन्दा रहेछ कुदाएको 1 week भएछ राम्रो कुदाउँछ बहिनीले पनि सबैले कुदाउँछ राम्रो है सबैले राम्रो कुदाउँछ किनभने यहाँ टिचर चाहिँ राम्रो हुनु पर्यो टिचर राम्रो छ भने चाहिँ मतलब उहाँको गाइडेन्स थ्रुबाट चाहिँ मजाले कुदाउँछ अनि होइन कोही त टिचर गुण पनि हुन्छ नि त सिकाउने तरिकामा हुन्छ नि त तर भाइले चाहिँ जे होस् राम्रो सिकाउनुहुन्छ एकदम शान्तिले कोही टिचर त कस्तो हुन्छ क्या रिसाएको हुन्छ कोही के हुन्छ नि त त्यो देखेको पनि छु नि त हामीले भाइले चाहिँ मजाले सिकाउँछ अनि बहिनीले पनि 1 हप्तामा जस्तो मैले पनि 1 हप्तामा त स्ट्रिङ मैले स्ट्रिङ त 2 दिनमा सिकेको नि ब्यालेन्स गर्नु 1 हप्ता लाग्यो 1 हप्ता लाग्यो कहिले जिन्दगीमा नकुदाएको अन्त 1 हप्तामा चाहिँ प्रपरली हामीले स्ट्रिङ ब्यालेन्स गर्नु चाहिँ सिक्दो रहेछ मजाले त्यहाँबाट गियर ब्रेक त आइहाल्यो त्यसमै हो बहिनीले चाहिँ 1 महिनाको लिएको अरे स्टुडेन्ट रहेछ नि त बहिनी चाहिँ सो यस गाइस यस्तै छ नजराना खोक्लाको एक्चुअली हामी 6 जना छौँ मर्निङमा अन्त आज चाहिँ 2-3 जना एब्सेन्ट भएछ गाइस अब चाहिँ म खाना बनाउँछु हैन सो मैले यहाँ दाल पनि भिजाएको छु दाल अनि चामल राइस अनि मिक्स भेजिटेबल बनाउनु पर्ने हुन्छ गाइस मैले तपाईलाई भनिहालेँ म लन्च बनाउनु पर्छ भनेर सो लन्च पनि पाकिसकेको छ र प्लेटमा पनि राखिसकेको छु यहाँ भेन्डी आलु लौका अनि सालाड दाल अलिकति राइस अनि यहाँ छ मैले बनाएको दहीको लस्सी है सो म लन्च खाँदैछु खाएला गाइस है So हजुरहरुलाई यो भिडियो मन पऱ्यो भने लाइक शेयर सब्सक्राइब टु माय च्यानल थ्यांक यू फर वाचिङ टिल देन बाइ बाइ सी यु इन द नेक्स्ट भिडियो